इस कार्यक्रमका सञ्चालिका धनप्राणीज्यूलाई यसै गरी आज यो काभ्रे 2 नम्बर क्षेत्रीय भेलाको अध्यक्षता गरिरहनुभएका यसै 2 नम्बर क्षेत्रका श्याम लामाज्यू, त्यसै गरी आज यो कार्यक्रमको प्रमुख आतिथ्यको आसन ग्रहण गरिरहनुभएका पार्टीका राष्ट्रिय अध्यक्ष पूर्व मन्त्री माननीय प्रभु शाहज्यू, त्यसै गरी कार्यालय सदस्य देवी पण्डितज्यू, सचिवालय सदस्य साथीहरू, आज जो जेनजी आन्दोलनमा एउटा हात गुमाउनु भएका हाम्रा घाइते मित्र, केन्द्रीय कमिटीका सहयोगका साथीहरू र तपाईँ काभ्रेवासीका सम्पूर्ण साथीहरूमा सर्वप्रथम त म पार्टी र मेरो आफ्नो तर्फबाट न्यानो अभिवादन म व्यक्त गर्न चाहन्छु। उपस्थित साथीहरू, तपाईँहरूलाई थाहा नै छ अहिले देशको राजनीति गतिहीनता, दिशाविहीनता, नेपाली जनताले भोगिरहनु भएका पीडा, यो सबै कुरो तपाईँ हाम्रो समक्ष प्रष्ट र छर्लङ्गै छ। आज नेपाली जनताहरू दिनभर काम गर्छौँ तर पनि हाम्रो जीवनस्तर किन उठ्न सकेको छैन? नेपाली जनताहरूले आज यो देशमै सम्भावनाका प्रशस्त हुँदाहुँदै पनि आज देशमा रोजगारी नपाएर अनि विदेश जान बाध्य किन परिरहेको छ? आज सुकुम्बासीहरू आफू जहाँ बसिरहेको छ ती पनि असुरक्षित किन हुन परिरहेको छ? आज वित्तीय क्षेत्रमा भएका शोषणहरूका विरुद्धमा नेपाली जनता किन उफ्रिरहनु परेको छ? आज विद्यार्थी, किसान, सबै नागरिकहरू तडपिडनु परेको छ। यो तडपिडुको मुख्य कारण के होला त भन्नेबाट हामीले सुरु गर्दाखेरिमा मुख्यतः यहाँका सञ्चालन गरिरहेका राज्य व्यवस्थालाई चलाउने जो व्यक्ति मुख्य यो नै दोषी हो। त्यसले गर्दा अघि मैले भनेका सारा श्रृङ्खलाहरूबाट आज नेपाली जनताहरू पीडित हुनु परेको छ। के हामी सधैँ यसरी नै पीडित भइ नै रहने? पीडित हुने होइन। अब यो जसले हामीलाई पीडा दिएको छ त्यसको विरुद्धमा आज हामी लाग्नु पर्नेछ र यो काभ्रे 2 का मतदाता पनि लाग्नु पर्दछ। अहिले नेपालमा तपाईहरूले देखिरहेका छौँ 3 प्रकारका अहिले पार्टीहरू, 3 प्रकारका पार्टीहरू तपाईहरु समक्ष अहिले विद्यमानमा छ। अब नेपाली जनताले चिन्नु पर्यो नि। नेपाली जनताले के चिन्नु पर्यो भन्दा अघि नै मैले भने एउटा पुराना पार्टीहरू जो 47 सालदेखि अहिलेसम्म शासन गर्दै आएको छ। मैले हिसाब गरे 35 वर्ष भएछ। आज अघि नै मैले भने नेपालका मजदुरहरूले दुःख पाउनु, सुकुम्बासीहरूले सुकुम्बासीहरूको बासको ठेकान नहुनु, अनि दिनभरि फ्याक्ट्रीमा काम गर्छ श्रमिकहरू, हामीले खान पुग्ने तलब नपाउनु, नेपाली जनताहरूले नेपालमै रोजगारी नपाएर विदेशमा तडपिएर काम गर्नु पर्नु, अनि विद्यार्थीहरू गुणस्तरीय र राम्रो शिक्षा नपाउनु, यो सबैको जिम्मा कसले लिनुपर्छ? अब पुराना पार्टीहरूले लिनुपर्छ। त्यो पुराना पार्टीहरूका कारणले आज यो दुर्दशा र दुर्गति नेपाली जनताको बनाएको छ र त्यसलाई तपाईहरूले चिन्नुपर्छ। त्यो पार्टी भनेको काङ्ग्रेस हो, त्यो पार्टी भनेको एमाले हो, त्यो पार्टी भनेको पछि आएका माओवादी हो। यी 3टा पार्टीले, पुराना पार्टीले जिम्मा लिनै पर्दछ। अर्को तपाईहरूले बुझ्नै पर्ने, अहिले नयाँमा पनि फेरि भ्रम छर्दैछ भ्रम।
तपाईहरुले नयाँमा पनि तपाईहरु के प्रश्न हुनु होला हाम्रा यहाँ उपस्थित हुनुभएका साथीहरुले के सन्देश दिएर जानु होला भने आज नयाँ बनाउँदाले पनि फेरि पुरानैकै जस्तो निरन्तरता जनतालाई ढाक्न खोजिरहेका छन्। जनतालाई नयाँ ढङ्गले अब त्यो खरानी भन्छ नि त्यो जोगीले नयाँ खालको खरानी घस्छ रे नयाँ खालको खरानी घसेर तर काम चाहिँ उसले पुरानै गर्ने त्यही पुरानै पार्टीहरूले जस्तो काम गर्ने खालका जो कामहरू गर्ने गरेर उनीहरू आएको देख्छौँ उनीहरूले आइरहेको हामीले देखिरहेका छौँ। त्यो भनेको आज तपाईँ हामीले देखिरहेका छौँ। त्यहाँका पात्रहरू तिनका प्रवृत्तिहरू तपाईहरुलाई राम्रैसँगले थाहा छ। उनले भर्खर चुनाव जित्दाखेरिमा के भनेका थियो भन्दा अझै पनि हामी झलझल्ती हामीले देखिरहेका छौँ हामीले सुनिरहेका छौँ। म नेपाललाई चुनाव जिताउनुहोस् म विदेशमा रहेकाहरूलाई म देशमा फर्काउँछु भनेर भनेको थियो। कतिजना फर्कायो आज त्यसको जवाब तपाईले दिने कि नदिने? तपाई गृहमन्त्री हुनुभयो पटक पटक अनि गृहमन्त्री हुँदाखेरिमा तपाईले के गर्नुभयो? आज नेपाली जनताले त्यसको प्रश्न खोजिरहेका छन्। नेपाली जनताले त्यसको प्रश्न उहाँले के गर्यो भनेर त्यसको हिसाब किताब आज नेपाली जनताले गर्दैछ। त्यति मात्रै होइन आज तपाईँ हाम्रो समक्ष आज नयाँ बनाउँदा पार्टीले अगाडि सारेका प्रधानमन्त्री आज कस्तो खालको छ त? उनी त अब के केसमा पसेको छ त्यो उनको कुरा होला। नेपाली जनताले त्यसलाई हेरिरहेको छ नेपाली जनताले देखिरहेको छ। तर उनले अगाडि सारेको प्रधानमन्त्री बालेन शाह भन्ने मान्छे उनले महानगरपालिकाको मेयर हुँदाखेरिमा नेपाली जनतालाई के दियो? आज त्यहाँबाट हामीले हेर्दाखेरिमा उनले केवल चुनाव जित्ने बेलामा उसको एउटा नारा थियो गरिबको बोली दिने कोही छैन भनेर उनले एउटा नारा दिएको थियो। चुनाव जितेपछि मेयर हुँदाखेरिमा पहिलो 3 लाख जति जो सडक व्यापारी जसले बेलुकी व्यापार गर्थे अनि आफ्नो छोराछोरी पाल्ने गर्थ्यो अनि त्यसपछि त्यो छोराछोरी पालन पोषण गरेर पढाउने गर्थ्यो। कति विद्यार्थीहरू काठमाडौँ आएर त्यही बिहान र बेलुकी फुटफाट व्यापार गरेर आफू पढ्ने गर्थ्यो। 3 लाख मान्छेलाई बेरोजगार बनायो। दोस्रो काम उनले के गर्यो? दोस्रो काम कबाडहरू जसले व्यवसाय गरेर आफ्नो गुजरात चलाइरहन्थ्यो जसले त्यो कबाड व्यवसाय भनेको एउटा सम्मानित थियो। हाम्रो घरको फोहोरहरूलाई उनले उठाएर बाहिर लगेर व्यवस्थित ढङ्गले राख्ने गर्थ्यो। उसको एउटा त्यहाँ पनि लाखौँ मान्छेले रोजगारी पाइरहन्थ्यो। त्यो कबाड व्यवसायलाई हटाउने काम गर्यो। तेस्रो काम के गर्यो त उनले भन्दा सुकुम्बासीहरू वर्षौंदेखि बसिरहेको छ जो अव्यवस्थित ढङ्गले उहाँहरू बसिरहेको छ उनलाई गरिबको कोही छैन भन्ने मान्छेले त्यसलाई व्यवस्थित गर्नु पर्दथ्यो कि त्यसले डोजर लगाउनु पर्थ्यो? त्यसले डोजर लगाउने काम गर्यो। त त्यसो भएपछि त्यति मात्रै होइन काठमाडौँ महानगरपालिकाभित्र रहेका त्यहाँका व्यवसायीहरूलाई कर आतंक बनायो। करले थोपर्यो। तर त्यो करहरूले के गर्यो त भन्दा उनले तल वर्गको पक्षमा त्यसले केही काम गरेन। त त्यसले गर्दाखेरिमा अब के यदि नयाँ बनाउँदा पार्टीको रासोपाका अहिलेको प्रस्तावित प्रधानमन्त्री यदि बालेन शाह भयो भने अनि त्यो वर्ग र त्यो समुदायको हालत के हुन्छ? अनि त्यस्तोलाई हामीले भोट दिने होइन दिनु हुँदैन। त्यसो भए कसलाई दिने त भन्दा अब तेस्रो धार जो आम जनता पार्टी छ
आम जनता पार्टी तपाईँले देखिरहनु भएको छ। विगतदेखि नै मजदुरको पक्षमा लडिरहेको छ, किसानको पक्षमा लडिरहेको छ, किसान र मजदुरले पेन्सन पाउनुपर्छ भनेर लडिरहेको छ। अर्को कबाडको सुरक्षाका निम्ति लडिरहेको छ, सुकुम्बासीको रक्षाका निम्ति लडिरहेका छन्। अनि विद्यार्थीहरू जो अहिले विद्यालयमा भएका शिक्षक अनुपातमा विद्यार्थीहरू छैन, विद्यार्थीको लागि लडिरहेका छन्, मुस्लिमहरूको लागि लडिरहेका छन्, वित्तीय शोषण भइरहेका छन्, त्यो वित्तीय शोषणका विरुद्धमा लडिरहेका छन्। त्यसले गर्दाखेरिमा यस्तो सबैको पक्षमा लड्ने र सबैलाई न्याय दिने त्यति मात्रै होइन, हामीले भनेका छौँ अहिलेको व्यवस्था भनेको यो भगडुवाहरूले, यो दलका नेताहरूले बाँडीचुँडी खाने व्यवस्था छ। यो व्यवस्था फालेर आम जनताको व्यवस्था ल्याउनु पर्छ भन्ने जो आम जनता पार्टी तेस्रो दलको पार्टी छ, यही तेस्रो दलको पार्टीलाई तपाईहरुले जिताउनु पर्छ। त्यसले गर्दाखेरिमा यो आम जनता पार्टी अहिले नेपाली राजनीति र नेपाली समाज र नेपालको धरतीमा देश बनाउनका निम्ति आएको हो। त्यसकारणले आम जनता पार्टीलाई भोट दिने अहिले हामीलाई शंका लागेको छ, नेपाली जनताले जित्ने हो कि फेरि एक दलाल र फटारले जित्ने हो भन्ने हामीलाई शंका लागेको छ। यदि नेपाली जनताले जित्ने हो भने, नेपाली जनतालाई जिताउने हो भने मोबाइल छापमा भोट हाल्नुपर्छ। नेपाली जनतालाई जिताउने हो भने होइन फेरि पनि भ्रष्ट र लुटेराहरूलाई, ठग र गरिब माराहरूलाई जिताउने हो भने फेरि तपाईँ हाम्रो हालत यही खालका हुन्छ। फेरि ढाक्छ, फेरि भ्रष्टाचार गर्छ, देशलाई चुर्लुम्म डुबाउँछ। त्यसले गर्दाखेरिमा हामी नेपाली जनतालाई अनुरोध र आग्रह गर्न चाहन्छौँ, तपाईहरु हाम्रो कार्यकर्ता, तपाईहरु हाम्रो शुभचिन्तक, तपाईहरु अग्रगामी सोच र चिन्तन भएका तपाईहरु हुनुहुन्छ। तपाईहरुले अब यो सन्देश आवाज तपाईहरुले लानुपर्छ। अब लानुपर्छ। यो चुनाव एउटा संघर्षको एउटा मोर्चा हो। अघि नै मैले तपाईहरुलाई भने हामी संघर्षको मैदानमा छौं, हामी संघर्षको मोर्चामा छौं, हामी जनताको जनपक्षीय मागलाई लिएर हामी आन्दोलनमा छौं। अब यो आन्दोलनलाई हामी चुनावलाई पनि एउटा जनताको पक्षमा उपयोग गर्न चाहन्छौं, जनतालाई हामी मालिक बनाउन चाहन्छौं। आज तपाईं हामीले देखिरहेका छौं। आज हामी वित्तीय जो क्षेत्रमा भएका शोषणहरूका विरुद्धमा हाम्रो पार्टी लाग्दै गर्दा आज सहकारी पीडितहरू हाम्रो पक्षमा छन् अनि लघुवित्त पीडितहरू हाम्रो पक्षमा छन्। मैले लघुवित्त पीडितका साथीहरूलाई भन्ने गरेका छु, तपाईहरुको मुख्य शोषण गर्ने वित्तीय शोषकहरू त त्यही पुराना पार्टीमा छ। पुराना पार्टीका त्यहाँका आबद्ध भएका नेताहरू सबै कोही बैंकका मालिक छन्, कोही लघुवित्तका मालिक छन्, कोही सहकारी खाएर भएका मालिकहरू छन्। तपाईहरु, मैले उहाँहरूलाई भने सुरुवातमा उहाँको मेरो छलफल हुँदा मैले लघुवित्त पीडितका साथीहरूलाई भने तपाईहरु पीडित जो तपाईहरुको पीडकहरू छन् ती पुराना पार्टीहरूमा, तपाईहरु पुराना पार्टीमा रहेर तपाईहरु पीडकलाई सहयोग गर्ने कि तपाईहरुको पक्षमा लड्ने जो पार्टी तपाईहरु चाहिँ अब यसमा आबद्ध भएर तपाईहरु मुक्तिको मार्ग तपाईं कोर्ने ल भन्नुस् भने मेरो धेरै राउन्ड छलफल भयो। मैले उहाँलाई भने नयाँ पार्टीका भनाउँदाका ती छदमवेशी ती ठगहरू, ती गरिब माराहरूमा पनि लघुवित्तका मालिक ती छन् अनि पुराना ती तीनटा पार्टीमा त छन् त्यो दलालै दलाल त्यहाँ छन्। तपाईहरु कसमा जानुहुन्छ र तपाईको न्याय र मुक्तिका मार्ग अगाडि बढाउँछ त ल भन्नुस् त भने मेरो लामो छलफल भएपछि लो तिलक कामरेड, तिलक सर, तपाईले बडो राम्रो कुरा गर्नुभयो। साँच्चै लघुवित्तका मालिकहरू त त्यहाँ छ, सहकारी ठगका मालिकहरू त त्यहाँ छ। त्यसो हो भने यो त जनताको पार्टी हाम्रो पार्टी रहेछ। तपाईहरुसित हामी चुनावको सहकारी गर्छौं।
भनेर हाम्रो चुनावी सहकार्य भएको छ। आज उहाँहरू हाम्रो चुनाव चिन्ह मोबाइल चुनाव चिन्ह भनेको मैले अहिले नै भने, म फेरि पनि भन्छु, अन्यायमा परेकाहरूको न्याय दिने एउटा अस्त्र मोबाइल नै हो। तपाईँलाई थाहा छ नि, अब मोबाइल बन्द गर्दाखेरिमा केपी ओलीको के हालत भयो? यो मोबाइल बन्द गर्दाखेरिमा हो नि, यदि यो हाम्रो मोबाइल यदि भएन भने के हुन्छ ल भन्नुहोस् त? यो मोबाइल हामीलाई चाहिने चिज हो। यो मोबाइल भनेको गरिबको विरुद्धमा लाग्नेहरूको निम्ति यो अस्त्र हो। आर्थिक उन्नति र प्रगतिको निम्ति यो लाग्ने यो अस्त्र हो। र त्यसले गर्दाखेरिमा म उपस्थित हाम्रा सम्पूर्ण यो काभ्रे जुन क्षेत्र नम्बर 2 मा आउनुभएका तपाईँहरूलाई म फेरि पनि अनुरोध र आग्रह गर्छु, तपाईँ हामी गाउँ गाउँ जाउँ, भुल भुलैमा हामी नलागौँ। अब भनेको यो चुनाव भनेको एउटा सङ्घर्ष हो। यो सङ्घर्षमा हामी भन्छौँ कि दलाल फटाठक गरिब माराहरूले नजित्यौँ, जनताले जित्यौँ। जनताले जित्ने भनेकै फेरि पनि म भन्छु यो मोबाइल नै हो। मोबाइलमा मतदान दिनका निम्ति एकचोटि सङ्घर्षको आँधीबेहरीलाई एउटा जनताको पक्षमा जनपक्षीय बनाउनका निम्ति तपाईँहरूको उल्लेखनीय र महत्त्वपूर्ण भूमिका रहनेछ भन्दै मेरो आफ्नो भनाइ यही अन्त्य गर्छु। धन्यवाद।